हेलो गाइज, आज चाहिँ म एकदम दुखी छु हैन। किन भन्दाखेरि हिजो राति हैन लगातार हाम्रो सीएस र्याङ्कमा चाहिँ हैन ह्याकर मात्रै आएको थियो हैन। ह्याकर आयो त ह्याकरको आइडी ब्यान हुने हो नि, ब्ल्याक लिस्ट जाने हो। तर हामीहरू ह्याक युज नगर्ने मान्छेहरूको आइडी ब्ल्याक लिस्टमा यो गेरिनाले किन राखिदिएको? कति दिनसम्म हाम्रो आइडी ब्ल्याक लिस्टमा राखिदिने हो त्यो त मलाई थाहा भएन हैन। बिचारा भाइहरूले मलाई कति रिक्वेस्ट पठाएको छ, न तिनीहरूको ग्रुपमा जान मिल्छ न त मेरो ग्रुपमा तिनीहरूलाई बोलाउन मिल्छ। अब के गर्ने? ह्याक गरेर खेल्छ एउटा अनि आइडी ब्यान हुन्छ अर्कोको, यो चाहिँ ठिक होइन के। हामी जतिखेर सीएस खेले पनि त्यतिखेर नि ह्याकर पर्दिन्छ अनि के गर्ने? अब ह्याकर पर्दियो भन्दैमा अब हामीले गेम लिभ गर्न पनि मिलेन, होनर जान्छ हैन। अब होनरको चक्करमा बस्दाखेरि अब आइडी नै ब्यान भयो अहिले चाहिँ। अब कति दिनसम्म यो अनब्यान हुने हो त्यो पनि मलाई थाहा छैन। अब न कसैसँग गेम खेल्न मिल्छ न कसैको ग्रुपमा जान मिल्छ। लामो जस्तो मायासाला रिस मात्रै उठ्छ यार।